नमस्कार साथीहरू, तपाईँ हेर्दै हुनुहुन्छ नलेज आइको युट्युब च्यानल र हामी यो कृषि विकास ब्याङ्कको मोडेल सेटकै यो तयारीमा छौँ। अब असार 24 गते इक्जाम आएको सबैलाई थाहा छ। फटाफट ढिलो नगरिकन अब हामी मोडेलतिरै लागिहाल्छौँ। क्वेसन नम्बर 1 मा रहेको छ कृषि विकास ब्याङ्क कर्मचारी सेवा विनियमावली 2062 अनुसार ब्याङ्कको कार्यालय खुल्ला रहने समय कसले तोक्न सक्ने व्यवस्था रहेको छ भनेको छ। अप्सन रहेको छ नेपाल राष्ट्र ब्याङ्क पदपूर्ति समिति सञ्चालक समिति र यसको सही एन्सर चाहिँ सञ्चालक समिति हो। त्यस्तै क्वेसन नम्बर 2 मा रहेको छ कृषि विकास ब्याङ्क कर्मचारी सेवा विनियमावली 2062 कुन ऐनले दिएको अधिकार प्रयोग गरी तर्जुमा गरिएको हो भनेको छ। भन्न खोजेको यो कृषि विकास ब्याङ्कको यो कर्मचारीको लागि जुन नियमावली बनाइएको छ त्यो चाहिँ कुन ऐनको आधारमा बनाइएको भनेको छ। यो चाहिँ ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 बाफिया पनि भनिन्छ त्यसलाई, यसको आधारमा बनाइएको हो। त्यस्तै क्वेसन नम्बर 3 मा रहेको छ ग्राहकको इच्छा अनुसार नियमित रूपमा बिल तिर्ने कार्य के कहलिन्छ भनेको छ। ट्रान्सफर सेवा, फिक्स डिपोजिट, क्रेडिट सुविधा, स्थायी निर्देशन। यसको सही एन्सर चाहिँ अप्सन घ स्थायी निर्देशन हो। त्यस्तै क्वेसन नम्बर 4 मा रहेको छ टकसारमा गल्ती गरिएको सिक्कालाई के भनिन्छ भनेको छ। अप्सन रहेको छ खोटो, फिँडो, मोहर, माथिको सबै र यसको सही एन्सर चाहिँ फिँडो हो। त्यस्तै क्वेसन नम्बर 5 मा रहेको छ खास निश्चित अवधिको लागि समय तोकी निश्चित रकम जम्मा गर्ने गरी खोलिएको खातालाई के भनिन्छ भनेको छ। भनेको कुनै निश्चित अवधिको लागि निश्चित रकम जम्मा गर्ने भनेपछि यो चल्ती भनेको दैनिक रूपमा भइहाल्यो, बचत नर्मल सेभिङ भइहाल्यो। यसको सही एन्सर चाहिँ मुद्दत निक्षेप खाता, फिक्स डिपोजिट भन्छ यसलाई। त्यस्तै अर्को क्वेसन नम्बर 6 मा रहेको छ नेपाल राष्ट्र ब्याङ्कको स्थापना कुन प्रधानमन्त्रीको पालामा भएको थियो भनेको छ। यसको सही एन्सर चाहिँ टङ्क प्रसाद आचार्य, अप्सन क नै हो। त्यस्तै क्वेसन नम्बर 7 मा रहेको छ सबै किसिमका आम्दानी स्तर भएका मानिसहरूलाई समान दरमा कर रोपण गरिन्छ भने त्यस्तो करलाई के भनिन्छ भनेको छ। अप्सनमा रहेको छ प्रतिगामी कर, प्रगतिशील कर र अनुपातिक कर र यसको सही एन्सर चाहिँ अनुपातिक कर हो। त्यस्तै क्वेसन नम्बर 8 मा रहेको छ तल दिएका मध्ये कुन चाहिँ प्रत्यक्ष करको गुण होइन भनेको छ। यो प्रत्यक्ष करको गुण होइन भनेको जस्तै कुनै व्यक्तिलाई प्रत्यक्ष डाइरेक्ट लाउने कर हो, त्यसलाई चाहिँ हामीले छल्न सकिँदैन। यसको सही एन्सर चाहिँ छल्न सकिँदैन हो। त्यसै क्वेसन नम्बर 9 मा रहेको छ देशको कुल आयलाई देशको कुल जनसङ्ख्याले भाग गर्दा आउने भागफललाई के भनिन्छ भनेको छ। यो कुल राष्ट्रिय उत्पादन र यो कुल जनसङ्ख्याले कुल आयलाई भाग गर्ने भनेको यो चाहिँ प्रति व्यक्ति आय हो। त्यस्तै सर्वप्रथम बजेटको सुरुवात कुन देशले कहिले गरेका थिए भनेको छ। यो कहिले कुन देशले गरेको भन्ने हामीलाई थाहा छ, बेलायतले हो। अप्सनमा अरू बेलायत नभएपछि यो बेलायतले 1733 मा गरेको भन्नेमा टिक लाउनु होला। त्यसै क्वेसन नम्बर 11 मा रहेको छ इकोनोमिक्स इज द साइन्स व्हिच स्टडिज ह्युमन बिहेभियर एज अ रिलेसनसिप बिट्विन इन्स एन्ड स्केल मिन्स व्हिच ह्याभ अल्टरनेटिभ युजेस। यो कसको परिभाषा हो भनेको छ। अप्सनमा रहेको छ पिबु, किन्स, रबिन्स र मार्शल र यसको सही एन्सर चाहिँ रबिन्स हो। त्यस्तै क्वेसन नम्बर 12 मा रहेको छ स्थिर सम्पत्तिको व्यवस्थापनको मुख्य लक्ष्य के हो भनेको छ। फजुल खर्च चाहिँ अब यो दैनिक खर्च व्यवस्थापन भयो। स्थिर सम्पत्ति भनेपछि सम्पत्तिको अधिकतम प्रयोग गर्ने हो, अप्सन बी। त्यसै क्वेसन नम्बर 13 मा रहेको छ ब्याङ्क क्षेत्रमा अडिटको प्राथमिकता के हो भनेको छ। अडिटको प्राथमिकता चाहिँ ऋण वृद्धि गर्ने होइन, त्रुटिहरू पत्ता लगाउनु, अप्सन बी हो यसको एन्सर नि। त्यसै क्वेसन नम्बर 14 मा रहेको छ जोखिम व्यवस्थापनका मुख्य चरणहरू कति छन् भनेर सोधेको छ। त्यसको सही एन्सर चाहिँ अप्सन 4 यो ग 4 हो। सही एन्सर चाहिँ 4। त्यसै क्वेसन नम्बर 15 मा रहेको छ लेखा परीक्षण प्रतिवेदन कसको लागि तयार गरिन्छ। यो चाहिँ सेयर होल्डरको लागि तयारी गरिन्छ। त्यस्तै क्वेसन नम्बर 16 मा रहेको छ इन्टर्नल कन्ट्रोल प्रणालीमा अडिट ट्रायलको अर्थ के हो भनेको छ। कर्मचारी छुट्टी विवरण, ब्याङ्क अपडेट डेटा, ग्राहकहरूको यात्रा आयोजन। इन्टर्नल कन्ट्रोलमा अडिट ट्रायलको अर्थ के हो भनेको छ। यसको सही एन्सर चाहिँ लेनदेनको अभिलेखहरूको कर्मिक विवरण गर्नु हो। त्यस्तै ब्याङ्कमा आन्तरिक नियन्त्रण प्रणाली विफल भएमा के हुनसक्छ भनेको छ। यो काम धेरै छिटो हुन्छ कर्मचारी। यो सही एन्सर चाहिँ धोखाधडी र त्रुटिको सम्भावना बढ्छ, अप्सन ग हो। त्यस्तै खरिद खाता पर्चेज एकाउन्ट कुन प्रकारको खाता हो भनेको छ। अप्सन रहेको छ व्यक्तिगत खाता, वस्तुगत खाता, नाम मात्रको खाता र यसको सही एन्सर चाहिँ नाम मात्रको खाता, अप्सन सी हो।
त्यस्तै तलका मध्ये कुन लेखाएको सिद्धान्त हो भनेर लेखाएको सिद्धान्त कुन हो भनेको छ। यो प्रतिस्पर्धा होइन, बजार यो ऐतिहासिक हिस्टोरिकल कस्ट प्रिन्सिपल चाहिँ लेखाएको सिद्धान्त हो। त्यस्तै क्वेसन नम्बर 20 मा रहेको छ, व्यवसायमा वृद्धि भएको पुँजीलाई के भनिन्छ भनेको छ। के भनिन्छ भन्दा के गरिन्छ हो। यो चाहिँ यसको चाहिँ यो पुँजीलाई चाहिँ क्रेडिट गरिन्छ। आम्दानी र खर्चको अभिलेख राख्ने व्यवस्था सर्वप्रथम कुन ठाउँबाट भएको हो भनेको छ। यो चाहिँ बेबिलोनिया भन्ने ठाउँबाट भएको हो। त्यसै छनौटको सम्बन्धमा सही तथ्य पत्ता लगाउनुहोस् भनेको। छनौट भनेको यो अब कर्मचारी छनौटको भन्ने बुझ्नु पर्यो यसमा। यसमा दरखास्त दिने उम्मेदवारको समूहलाई साँगुरो पार्दै लगिन्छ। यसमा आवेदकलाई नियन्त्रण गरिन्छ। छनौट प्रक्रिया चरणबद्ध रूपमा सञ्चालन गरिन्छ। यस चरणमा विज्ञापन, प्रकाशन तथा दरखास्त यो छनौटको सम्बन्धमा भएपछि यो सही र अनि यो चरणबद्ध रूपमा गरिन्छ भने चाहिँ यो क र ग सही भने अप्सन घ सही। त्यस्तै सन्देश प्रवाहमा साङ्केतिकरणको प्रयोग भएको चित्रले के तलका मध्ये के गर्छ भनेको। अब जस्तो केही दिनुभयो, यहाँ चित्रले के गर्छ भन्दाखेरि चित्र हेरेर आनन्द प्रदान गर्ने नि होइन, यो चाहिँ प्रयोग भएको शब्दलाई स्पष्टाउने काम गर्दछ। त्यस्तै क्वेसन नम्बर 24 मा रहेको छ, मानिसहरूबाट काम गराउने कला नै व्यवस्थापन हो। एमपी फ्लोरबाट प्रतिपादित उक्त परिभाषा व्यवस्थापनको पूर्ण धारणा अन्तर्गत पर्दछ भनेको छ। चाहिँ नेतृत्वगत धारणा हो, अप्सन ग। त्यसै क्वेसन नम्बर 25 मा रहेको छ, एक वर्षको अवधिभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सङ्गठनको तल्लो तहका व्यवस्थापकहरूले बनाउने योजनालाई के भनिन्छ भनेको छ। विभागीय योजना। यो सङ्गठनको सबैभन्दा तल्लो भागले गराउने भनेको कार्यगत र सञ्चालन योजना हो, अप्सन ग। त्यस्तै क्वेसन नम्बर 26 मा रहेको छ, विशिष्टको आधारमा योजनालाई मुख्य रूपले कति भागमा, यो विशिष्टको आधारमा भनेको छ है, त्यही भएर यो योजनालाई कति भागमा विभाजन गरिएको छ भनेको यो 2 भागमा हो। त्यस्तै नेपालमा सबैभन्दा बढी उत्खन्न भएको खनिज कुन हो भनेको छ। यो चाहिँ अब चुनढुङ्गा, अब सबै पहाडका डाँडाहरू खनै छन्, यो सबैलाई थाहा छ। त्यसै क्वेसन नम्बर 28 मा रहेको छ, नेपालको संविधानको भाग 4 मा उल्लेखित निर्देशक सिद्धान्त, नीति तथा दायित्व राज्य सञ्चालनको यो अप्सन मध्ये का रूपमा रहने कुरा नेपालको संविधानको धारा 49। धारा 49 त मार्ग निर्देशनको हो, दायाँ बायाँ नहेरी सिधै मार्ग निर्देशन ल्याइदिनु होला। त्यसै क्वेसन नम्बर 29 मा रहेको छ, नेपालको संविधानमा जम्मा कतिवटा मौलिक हकको व्यवस्था गरेको छ। यो अब 2000 यो अहिलेको लेटेस्ट संविधान अनुसार 31 वटा मौलिक हकको व्यवस्था गरिएको छ। त्यसै सार्क ओडापत्रमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए भनेको छ। यसको सही अनुसार चाहिँ अप्सन क श्रीपाद वीरेन्द्र हो। सत्तार जातिका महिलाले लगाउने पोसाकलाई के भनिन्छ भनेको छ। यसको सही अनुसार नि पाला हान्दा, अप्सन क नै हो। नेवारी भाषाका महाकवि भनेर कसलाई चिनिन्छ भनेको छ। चितन्द रञ्जित, हृदय चन्द्र सिंह प्रधान, रामकृष्ण प्रधान, सिद्धिदास अमात्य। यसको सही अनुसार चाहिँ घ नम्बर सिद्धिदास अमात्य हुन्। त्यस्तै क्वेसन नम्बर 33 मा रहेको छ, कोट पर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए। प्रताप मल्ल, फतेजङ सिंह मल्ल, नरगोपाल शाह र यो रणबहादुर शाह भन्ने अप्सन दिएको छ। यसको सही अनुसार चाहिँ फतेजङ शाह, अप्सन घ हो, यो घ भन्ने ख हो यो। त्यस्तै क्वेसन नम्बर 34 मा रहेको छ, द स्पिरिट अफ ल का लेखक को हुन् भनेको छ। भोल्टेयर, रुसो, मोन्टेस्क्यु हो। यसको सही अनुसार चाहिँ अप्सन ग मोन्टेस्क्यु हो। त्यसै क्वेसन नम्बर 35 मा रहेको छ, काठमाडौँ उपत्यकाबाट सबैभन्दा नजिकको हिमाल कुन हो भनेको छ। यसको काठमाडौँदेखि सबैभन्दा नजिक रहेको हिम श्रृङ्खला जुगल हिम श्रृङ्खला, त्यसैले अप्सन ग जुगल हिमाल। त्यसै क्वेसन नम्बर 36 मा रहेको छ, सगरमाथाको आरोहण गर्ने सबैभन्दा कान्छा आरोही को हुन् भनेको छ। यसको सही अनुसार तेम्बा छिरी शेर्पा हुन्। त्यस्तै क्वेसन नम्बर 37 मा रहेको छ, मार्को क्यान बी युज विथ। यो मार्को चाहिँ केसित युज गर्न मिल्छ भनेको छ। यो फर्म, रिपोर्ट, क्वेरी, यो अल अफ द एबभ हो, सबैसित प्रयोग गर्न मिल्छ। त्यस्तै आर यु टु आइडेन्टिफाई अ युजर हु रिटर्न टु अ वेबसाइट। यो वेबसाइटमा को रिटर्न भयो भने यो पत्ता लगाउने कुकुजली हो। त्यस्तै क्वेसन नम्बर 39 मा रहेको छ, व्हाट इज द नेम गिभन द मोलिक्युलर स्केल कम्प्युटर भनेको छ। यो चाहिँ न्यानो कम्प्युटर, अप्सन बी हो। त्यसै क्वेसन नम्बर 40 मा रहेको छ, फर अ म्यासिन्टोस टु प्रिन्ट सक्सेसफुल्ली द सिस्टम फोल्डर मस्ट बी कन्टेन।
फाइल सेयरिङ सफ्टवेयर अफ प्रिन्टर इनाबेलर द एप्पल ग्रामान्डोर फन्ट सेप अफ प्रिन्टर ड्राइभर भनेको छ। यसको सही एन्सर चाहिँ अफ प्रिन्टर ड्राइभर हो। क्वेसन नम्बर 41 मा रहेको छ व्हिच डिभाइस इज रिक्वायर्ड फर द इन्टरनेट कनेक्सन भनेको। अब इन्टरनेटको लागि कुन डिभाइस चाहिन्छ भनेको यो मोडेम हो। यो मोडेम जुन त राउटरको भित्रपट्टि हुन्छ, तपाईँहरू देख्नु पनि भयो होला। त्यस्तै क्वेसन नम्बर 42 मा रहेको छ इफ n इक्वल टु 7k + 2 समेसन fm इक्वल टु 49 + 49k + 14 x बार इक्वल टु कुन मिन सोधेको छ। यसको सही एन्सर चाहिँ हिसाब गर्नु होला 8 आउँछ। त्यसै क्वेसन नम्बर 43 मा रहेको छ एउटा व्यापारीले आफ्नो सामानमा 20% नाफा राख्छ तर बेच्ने बेलामा 25% कम तौलको प्रयोग गर्छ भने उसले कति % नाफा कमाउँछ भनेको छ। यसको हिसाब गर्नु होला। यसको सही एन्सर चाहिँ 60% आउँछ। त्यस्तै मिश्रित भिन्न 6 1/2 लाई उपयुक्त भिन्नमा लैजाँदा कति हुन्छ भनेको छ। यो 6 दुना 12 1 13/2 अप्सन बी। यसको सही एन्सर चाहिँ अप्सन बी 13/2 भइहाल्यो। त्यसै 45 नम्बरमा रहेको छ एउटा व्यक्तिको आम्दानी र खर्चको अनुपात 7.5 छ। यदि उसले 8,000 बचत गर्छ भने उसको आम्दानी कति होला भनेको छ। यसको हिसाब गर्नु होला। यसको सही एन्सर चाहिँ 28,000 आउँछ। त्यस्तै क्वेसन नम्बर 46 मा रहेको छ रु 500 को 5% प्रति वर्ष ब्याज दरमा 3 वर्षमा आउने साधारण ब्याज र 45 यो 45 हैन, यो 4% हो। 4% प्रति वर्षका दरले 4 वर्षमा आउने ब्याजको फरक कति होला भनेर सोधेको छ। यसको चाहिँ रु 5 रुपैयाँ एन्सर आउँछ अप्सन सी। त्यसै क्वेसन नम्बर 47 मा रहेको छ नेपालमा पुँजी बजारमा कुन किसिमका साधनहरू व्यापार गरिन्छ भनेको छ। पुँजी बजारमा भनेको छ यसमा चाहिँ ऋणपत्र र सेयरकै यो पुँजी बजार हुन्छ। मुद्रा बजारमा त अरू सरकारी धितोपत्रहरूको कारोबार हुन्छ। त्यसै क्वेसन नम्बर 48 मा रहेको छ राष्ट्र ब्याङ्कले कुनै व्यक्ति फर्म कम्पनी वा संस्थाले कुनै ब्याङ्क तथा वित्तीय संस्थाको चुक्ता पुँजीको बढीमा कति प्रतिशत भन्दा मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ भनेको छ। कुनै व्यक्ति वा फर्मले चाहिँ कुनै ब्याङ्कको चाहिँ बढीमा एउटा ब्याङ्कमा 15% र एउटामा 15% किनिसकेपछि अर्को ब्याङ्कमा 1% भन्दा बढी चाहिँ लिन पाउँदैन। त्यो कुरा नि ख्याल गर्नु होला। त्यसै क्वेसन नम्बर 49 मा रहेको छ ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 मा जम्मा कति प्रतिशत रहेको छ भनेको छ। यो तपाईहरुले कानुन पढेकै हुनुहुन्छ होला। कति प्रतिशत रहेको छ यो यसो कमेन्टमा लेख्नु होला। त्यसै क्वेसन नम्बर 50 मा रहेको छ कम्पनी ऐन 2063 अनुसार पब्लिक कम्पनीको वार्षिक साधारण सभा गर्नको निमित्त कति दिन अगावै शेयर धनीहरूलाई सूचना पठाउनु पर्नेछ भनेको छ। पहिलो वार्षिक साधारण सभा गर्नको लागि चाहिँ कम्तीमा 21 दिन अगावै सूचना पठाउनु पर्ने हुन्छ। त्यही त साथीहरु अब असार 24 गते आइसक्यो। ल अल द बेस्ट।